चाहिँ वाटर टन भन्ने ठाउँ हो। वाटर टन ठाउँमा चाहिँ यो चाहिँ लेक भन्छ तर खोला रहेछ। यो माथि भिर छ अनि यसरी नै खोला बगेको ठाउँमा अनि यसरी बाटोको सेपमा हामी हिँड्दैछौँ। यहाँनिर घरहरू देख्दो रहेछ। यसमा म पनि हिँडिरहेको छु। परमेश्वरलाई धन्यवाद भएको होस् हामी यो ठाउँमा आउनु पाउँदा। यो चाहिँ केडाको अल्बेटा भन्ने ठाउँ पर्दो रहेछ र यो म केडाको अल्बेटा ठाउँमा भन्ने ठाउँमा आइराखेको छु र अहिले चाहिँ म अल्बेटामा छु र अल्बेटाको पनि यो आज वाटर टन भन्ने ठाउँमा आइपुगेको छु। त्यसले गर्दा हामीसँग दिदी दाजु भाउजू अनि श्रीमती छोरी हुनुहुन्छ। हामी हिँडिरहेको छौँ। तपाईँलाई इरीले कस्तो लाग्यो हौ? इरी के अरे वाटर टनले? राम्रो लाग्यो, राम्रो छ ठाउँ। भाइहरूले डुलाउन दाउरा ल्याए, पानी बहिनीले हिँडिरहेछ। हामी सबै डुल्दैछौँ, घुम्दैछौँ। यो चाहिँ वाटर टनको खोला सानो रहेछ। यो हिलेको हुँदो रहेछ। पारिपट्टि यो पारिपट्टिको ढुङ्गा अनि यो माथिको भिर। यो चाहिँ मलाई साह्रै मन पर्यो भनिँदैन के भन्नु के घाँटी परेछ के हुन्छ र पनि एकदम उज्जवल ठाउँ रहेछ। हामी यहाँनिर छौँ हिँडिरहेका छन्। परमेश्वरलाई धन्यवाद भएको होस्। यस्तो परमेश्वरको सृष्टि हो। यस्तो ठाउँमा पनि हामी हिँड्न पाएका छौँ। यहाँ चाहिँ हरिलो घाँसहरू रहेछ। घाँस छ यहाँनिर घरहरू रहेछ। सिस्नो पनि फर्दो रहेछ। सिस्नो बाहिर रहेछ। राम्रो फुलेको रहेछ होइन यहाँ पनि सिस्नोहरू फुल्दै गरेको अनि यो घाँस हरियाली सबै कुरा ठिकै छ। यसो फर्केर हेर्दैन है। यो कोरो लागेपछि लाग्यो। मेरो भिडियो खेर गयो। दिदी कम्मरमा हात लगाएर दौडी अनि यो यहीँ आगो लागेको चाहिँ ए हेर्नु होला तपाईँले यहाँनिर केडाको आगो लागेको ठाउँ चाहिँ यो माथि डाँडामा आगो लागेको रहेछ। त्यसले गर्दा रुखपात सबै रुखहरू सबै सुकेको छ अनि नयाँ पाउलो झार मात्रै पलाएको रहेछ। हेर्नु होला यो चाहिँ त्यो केडाको आगो लागेको जग्गा रहेछ है त।
हुन्छ हस्, धन्यवाद भाइ।